Hello guys, welcome back to my channel. It's Azasimo. This Maggi try गर्न आँटेको छु 2-minute noodles हरे. So guys, यो 2-minute मा चाहिँ रेडी भएन भने म त्यो कम्पनीलाई गएर फटाफट आगो लाग्छ कम्पनीमा. Joke aside, I can't do that. Today I'm going to try this. I just bought it yesterday and it cost me around maybe rupees 78, which is 80 rupees. It has 2 bundles inside the packet, and today I'm going to try this. Let's see what's how it tastes. You know, Indian people really love this. I've heard a lot about Maggi, so let's try today. Go to the kitchen. So guys, मैले यहाँ पानी बसाउन राखिसकेँ हैन. After 5 minutes यो पानी पनि पुरै बोइल भइसक्यो अनि यहाँ चाहिँ म म्यागी हाल्ने कोसिस गरेको छु. गाइस यो म्यागीको प्याकेट के साह्रो बलियो यार. इट वाज टु हार्ड. म्यागीको प्याकेट खोल्ने पुरै कोसिस जाँदैछ अनि म पछाडिबाट हेरि पनि रहेको छु कि कोही त उठ्नु भएको छैन मेरो घरको परिवारहरू भनेर. सो गाइस फाइनली मैले म्यागीको प्याकेट खोलेँ हैन. अनि एउटा टुक्रा मुखमा हालेको त म त मिठो हुन्छ होला भनेको त के को मिठो हुन्छ नपकाइकन त नखानु होला गाइस. इट वाज नट टेस्टिङ गुड. काचे र त इट्स. सो गाइस फाइनली मैले म्यागी फुकालेर म्यागी हालिदिइसकेँ अनि त्यसलाई चम्चीले मजाले चलाएँ हैन. अनि जबसम्म म्यागी पाक्छ तबसम्म हल्का डान्स गर्नु पर्यो भनेर यहाँ डान्स बाउला डान्स हानिरहेको छु गाइस. डान्स हान्दै नै गाइस म यति साह्रो एक्साइटेड भएको थिएँ म्यागी ट्राई गर्नुको लागि. हेर्नु न त्यो चेयरमा मेरो हात ठोकेर यस्तो म त के गर्नु म एकछिन खुसी पनि हुनु सक्दिनँ क्या. सो गाइस त्यसपछि मैले मसला हालेँ अनि त्यस पछाडि मसला हालिसकेपछि मैले यसलाई मिक्स म्याक्स गरेँ अनि त्यस पछाडि फाइनली मेरो म्यागी चाहिँ रेडी भइसक्यो. हुन त 2 मिनटमा रेडी भएन. आफ्टर आई थिङ्क 5 to 10 मिनट्समा रेडी भयो होइन. अनि त्यस पछाडि मैले बोलमा लिएर आफ्नो रुममा लिएर गएँ अनि आइ एम गोइङ टु ट्राई इट गाइस. यस्तो हेर्नु न कस्तो मिठो भएको थियो क्या. फर्स्ट टाइम मैले जब दिएँ नि त्यस पछाडि मजाले टेस्ट आएन होइन. तर जब मैले सेकेन्ड टाइम खाएँ नि इट वाज सो गुड क्या. इट वाज सो यम. अनि नाउ आई वन्डर क्या. नाउ आई नो क्या वाइ इन्डियन पिपल्स लभ दिस सो मच.